ज्यू ड्यासमा सिन विशिष्ट व्यक्तित्व मैले सम्बोधन यथोचित भने विश्वको 5औं शिखर मकालु 8,485 मिटर अग्लो अत्यन्त कठिन चुनौतीपूर्ण स्टीप माउन्टेनको रूपमा परिचित छ। त्यो ठाउँमा त्यो हिमालको आरोहण गर्नु असाध्यै चुनौतीपूर्ण छ। मकालु गाउँपालिकाको तासी गाउँ निवासी एकै परिवारका 5 जना दाजुभाइले यस्तो कठिन हिमाल सफलतापूर्वक आरोहण गर्नुभएकोमा सम्पूर्ण आरोहीहरूलाई हार्दिक बधाई तथा शुभकामना। त्यसै गरी कलिलो उमेरमा 23 वर्षको उमेरमा हिमाल आरोहण गर्न सफल हुनुभएकोमा एनिमा बहिनीलाई पनि हार्दिक शुभकामना। यसको नेतृत्व गाइडेन्स गर्नुभएका काला छिरिङ शेर्पा जो एभरेस्ट समिटर हुनुहुन्छ उहाँलाई पनि हार्दिक धन्यवाद र बधाई। 4 जना दाजुभाइले कालापुरम माथि गरेको विजयपछि मकालु जस्तो चुनौतीपूर्ण हिमालमा सफल रूपमा आरोहण गर्नुभएको छ। त्यसको लागि हामी एकदम आभार व्यक्त गर्न चाहन्छौँ। तपाईहरुले हिमालको शिखर मात्रै चुम्नु भएको छैन, तपाईहरुको साहस, धैर्यता, प्रतिबद्धता, आत्मबल वास्तवमा सम्मान योग्य छ। यसको लागि तपाईहरुले जुन मेहनत गर्नुभएको छ यसले तपाईलाई मात्रै हैन, सङ्खुवासभा जिल्लालाई मात्रै हैन, नेपालकै गर्व गर्नलाई कार्य तपाईले गर्नुभएको छ। हामी यो कार्यप्रति अत्यन्त गर्व गर्दछौँ र हर्षित पनि छौँ। यहाँहरूको भविष्यमा यसै किसिमका साहसिक कार्यमा निरन्तर रूपमा पाइला अगाडि बढिरहोस्, अर्को शुभकामना व्यक्त गर्न चाहन्छु। सङ्खुवासभा जिल्लाको पर्यटनको ठुलो सम्भावना मकालु हिमालले बोकेको छ। त्यसलाई विश्व जगतमा परिचय गराउन यहाँहरूले पटक पटक गरेको चालेका पाइला र यसलाई साथ दिने पत्रकार र सञ्चारकर्मी सम्पूर्ण मित्रहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु। र छोटो समयमा यतिको कार्यक्रम गर्नुभएकोमा आयोजक साथीहरूलाई पनि हार्दिक धन्यवाद र दिँदै म